साथीहरू म चाहिँ आज गिलो चटपटेको रेसिपी देखाउँदैछु। जस्तो मैले जानेको त्यस्तो बनाएँ है। फर्स्टमा मैले हालेँ प्याज, त्यसपछि हालेँ टमाटर अनि हाल्दैछु काँक्रो। त्यसपछि आयो मेरो रातो एकदम पिरो खोर्सानी, यो चाहिँ एकदम पिरो हुन्छ। अनि त्यसपछि आएर आलु अनि वाइवाईको भेज नुडल्स, यो चाहिँ एकदम टेस्ट मिठो हुन्छ। अनि त्यसपछि अकरम बकरम इन्ग्रिडियन्ट्सहरू हजुरहरूसँग जे छ त्यति हाल्न सक्नुहुन्छ। मसँग जे अभाइलेबल थियो मैले सबै हालिदिएँ। त्यसपछि स्वादअनुसारको नुन अनि टेस्टी मसला अनि त्यसपछि यो थोरै भने नि मैले अकरम बकरम के हाल्न चाहनुहुन्छ भनेर, त्यही नै हो। अनि भुजा हालेँ, त्यसपछि लाएर गिलो सस हालेँ, त्यसपछि हातले ग्वाम ग्वाम मोल्न थालेँ है साथीहरू। हजुरहरू पनि यसरी मोलेर यस्तो मिठो यस्तो टेस्टी भएको थियो गिलो चटपट